पेट्रोल हाल्नु पर्यो कस्तो लागिरहेछ Hello everyone, welcome to Pritiko vlog. I hope you guys are doing great. We are doing great as well. अनि आज चाहिँ हामी एकदम अनप्लान तरिकामा आमायाङ्ग्री जाँदैछौँ अनि अब आमायाङ्ग्री चाहिँ हिजो प्लान भएको सो हामी चाहिँ आज निस्किसक्यौँ अनि चाहिँ ठ्याक्क 12:15 जस्तो भयो अराउन्ड अनि अब चाहिँ हामी यहाँबाट निस्किन लागेको छौँ अनि हामी चाहिँ धुलखेलबाट प्रज्वल म चाहिँ धुलखेलबाट जाँदैछौँ अनि मेरो साथीहरू चाहिँ उताबाट साकोबाट आउँदै हुनुहुन्छ अब ढिला भइसक्यो आई स्टे ट्युन्ड है त बाई बाई हामी चाहिँ ठ्याक्क मेलम्ची आइपुग्यौँ म मेरो पुरानो मेमोरीहरू सम्झिँदैछु कि हामी यहाँ खेल्या यहाँनिर धारा थियो मेरो साथीहरूको पसन्द यहाँ थियो होइन यहाँनिर दिवस दाहरूको अनि यहाँ हाम्रो होइन अनि त्यसपछि लगाएर बत्ती गएको बेला हामीले यहाँनिर आगो बाल्थ्यो यहाँ आगो बाल्थ्यो बाक्सा खोज्नलाई म बस पाएको थियो होइन त्यसपछि लगाएर यहाँबाट माथि चढ्थ्यो है अनि त्यहाँनिर धारा पनि थियो साथी त्यहाँनिर हो क्या धारा अनि त्यहाँनिर धारा थियो त्यहाँबाट पानी ओसार्थ्यो ए रमाइलो थियो नि पहिला त कुलो थियो क्या यहाँ कुलो तर पानी नआउनेवाला वहाँ हुर्किनु भएको ठाउँ हो नि त यो त अलमोस्ट 3:20 भइसक्यो हामी चाहिँ यहाँ 1 बजी आएको थियौँ अनि ए यो प्लान पनि थिएन द्याट वी वुड गो अर नट भनेर होइन अब चाहिँ हामी जाने कुरा भइरहेछ लाइक मोस्ट प्रोबेबली हामी जान्छ होइन मेरो खत्तम पानी यस्तो लागेछ आजकल निस्क्यौँ हामी मैले छोडिसकेँ त्यस्तो पुरानो लुगामा लाउँदैन अब नयाँ आएपछि अब चाहिँ हामी यहाँबाट निस्क्यौँ प्रज्वल श्रेष्ठ प्रज्वल दाइ चाहिँ बम भइसक्नु भयो होइन हामी चाहिँ चल्यौँ अब अनि हामी चाहिँ यहाँबाट यस्तो भ्यू हेर्न माथि आएको अनि वी आर वेटिङ फर निरुषा दिदीहरू यो चाहिँ मेलम्ची बजार लुक एट द भ्यू यु आर माइ बेस्ट भ्यू यो चाहिँ इन्द्रवती खोला हो होइन पाँच पोखरीबाट सिधै बगेर आएको पाँच पोखरीको जुन त्यो शिवजीको मन्दिर छ त्यो मन्दिर मुनिबाट निक्लेर बगेर आएको पानी हो क्या यो पानी फेरि जहिले चिसो आउँछ अनि त्यो जने पूर्णिमामा पाँच पोखरीतिर गोसेकुण्डतिर ढोक्नु जान्छ नि त्यो बेला मान्छेहरू नजानेहरू यहाँ आएर नुहाइरहेको पनि हुन्छ किनभने यो पाँच पोखरीबाट आएको पानी हो नि त अनि यो चाहिँ मेलम्ची खोला भन्छ यो चाहिँ अनि हाम्रो उता काठमाडौँ पानी लगाएको छ नि जुन हाम्रो यो सुन्दरी जलमा पानी लगाएको छ नि मेलम्चीको खोला पानी काठमाडौँमा लग्यो भन्नेवाला हो त्यो चाहिँ त्यहाँबाट तिम्बु भन्ने ठाउँबाट लग्यो अनि यही पानी हो त्यो पानी लगिकन पानी चाहिँ अलिकति सानो छ पहिला कस्तो ठुलो चाहिँ छैन जोस् दुईटा मिक्स भएर त्यत्रो छ लाम्लुम लगिहाल्यो जोस् रमाइलो छ मेलम्ची One eternity later. आउनु भने तपाईँलाई लेस भने यो हो नि त लास्टमा यहाँ दिदीहरूले चाहिँ बाटो भुलेर होइन हामी फेरि पर्खेर आएको झन्डै माया दिन्छ दिदीले हामीलाई चाहिँ त्यस हामी चाहिँ 10जना इन्चो भएछौँ भन्दा पनि अफिल बढी छ अनि यस्तो छ क्या लाइक बाटो चाहिँ अलिकति अब एज प्यासेन्जर प्रिन्सेस मलाई त्यस्तो प्रब्लम छैन अब चलाउने मान्छेको इन्टरभ्यू चाहिँ म तपाईँहरूलाई पछि दिएर देखाउँछु होइन अब मलाई चाहिँ अलिकति चाहिँ अब घर चाहिँ हुन्छ तर चलाउने मान्छे त गाह्रै हुन्छ नि त त्यो यो अलिक घाँटा हुन्छ चाहिँ घाँटा छ बाटो अफरोड चाहिँ मैले चाहिँ अहिलेसम्म धेरै नै अफरोड फिल गरिसकेँ अब हाम्रो लास्ट टाइम साइक्लिङ जाँदाखेरि चाहिँ हाम्रो अलिक बाटो सजिलो थियो होइन अब यहाँ यो बाटो यो ठाउँ सजिलो छ लाइक सर्ट डिस्टेन्स मात्रै छ नर्मली होइन तर बाटो चाहिँ इट्स भेरी टफ क्या अनि हामी चाहिँ अहिले बिचमा जङ्गलको बाटो होला सायद यो हामी चाहिँ जङ्गलको बाटो नै हिँड्दैछौँ अनि बाटो पनि अलिअलि के नै छ रिक्सा दिदीहरू अगाडि हुनुहुन्छ अनि हामी चाहिँ पछाडि छौँ बाटो चाहिँ अलिकति ठाउँमा हो कि जस्तो छ होइन लाइक हो कि हस् जस्तो छ अनि त्यसरी फेरि घन्टा सनसेट हेरेर पऱ्यो है यस्तो देखिरहेको छ भ्यू चाहिँ ल
छोड्नु निरु ए बुन्डी छोडे त त्यहाँबाट हिलो छाप्छ छोड्नु न त्यहाँबाट अनि म लडेँ भनेर के गर्ने मैले यहाँ यो सिचुएसनमा के गर्ने ढकाल्दियो कि तान्दियो दाइ चाहिँ दिनु मलाई म एङ्सियस भएर मेरो हात खप कामिसक्यो क्या यहाँ मिसन सक्सेसफुल अघिसम्म मस्त यति त जाबा बाटो हो भनेको थिएँ मैले अहिले त यहाँनिर खाँदैन फाइनल नो मासु It was at this moment that he knew he fucked up. Hey, I'm vegetarian. I'm not Mediterranean. हेलो के भयो नचाट न यसरी नचाट न ओठमै चाट्दियो बाबु ओठमै मैले पाइनँ तिमीले पायौ फेरि रिटेक एक्सन ल स्टार्ट फोटो हेरी मन बुझाउनु फोनमा कुरा भइहाल्छ सारङ्गी रेटौँला काठमाडौँ आएपछि फेरि भेटौँला बाई बाई के भएको भन्ठानेको रे छिटो छिटो डेट को मान्छे स्कुलमा दिन आउँदा एक्कासी लिन आउनु नपर्ने तर एक्कासी लिन आउनु भयो अनि मैले त कोही हुनु भयो खाने तर हुनु भएर नै चाहिँ आमा यहाँले जाने अनि म त अचम्म अनि मैले अङ्कललाई चिमार्नु भने अलि बेस गरेर चिमार्नु भएन तर मलाई अङ्कलले माया गर्नुहुँदो रहेछ बेस गरेर चिमार्नु भएन नि त नि हामी चाहिँ जस्तो तसो पार गरेर यहाँनिर आएर यसरी हिँड्दैछ आज मेरो हालत ए चस्मा है चस्मा लगाएन भने राम्रो देख्छ मलाई जहाँसम्म लाग्यो कन्टेन्ट आया थाक्यो अलमोस्ट 9 9:05 भइसक्यो हामी स्टिल यतै छौँ 9:30 हुन लागिसक्यो न बाटो थाहा छ न होटल भेटाएको छ हामी यस्तो रोडपट्टि भइसक्यो मान्छे दस बज्न लागिसक्यो यस्तो एक्सपिरियन्स फर्स्ट टाइम लिइरहेको छु अन्धकार न पानी छ न के भोको सबैजना बाइक बिग्रेर बिचल्ली खाना पनि खाएको छैन खाजा नि खाएन भने मैले झन् भोकले रन्थनी रहेको छ एकचोटि सबैको अनुहार देखाइदिउँ न मैले मेलम्ची माएर खाएँ भने छु हामीले त्यो पनि खाएन लास्ट वाइल्ड भयो यार यही साइड लगाइदिउँ न छोडो त आया नसकिने भयो माइ गड गयो यो बाइक नि हाम्रो 2टा बाइक गइसक्यो 5वटा बाइकमा 2टा बाइक गयो हाम्रो निर्जल दाइको बाइक चाहिँ बाँकी छ 3 ग्रुपमा बाटिसक्यो एकजना धेरै तल हामी यहाँ अर्को लेडिज ग्याङ अगाडि
गाह्रो पर्यो हामीलाई त ए भगवान या आपने क्या कर दिया यस्तो हविगत गरेर पनि हामी यहाँ आइपुग्यौँ होइन अब मेरो फर्स्ट भ्लग झन्डै लास्ट पनि थियो हजुर हेलो हाई थ्याङ्क यू फर वेलकमिङ नछुङ त्यसरी के भयो कि धन्यवाद दाइ म त लिटरली बोल्न नसक्ने स्थितिमा छु है थाकिसक्यो पुरै कति बजे प्रीति 10:17 मा हामी आइपुग्यो यस्तो छ वेलकम टु आमायाङ्ग्री बेस क्याम्प आमायाङ्ग्री बेस क्याम्प अब्बाजी थाक्यो डेन्जर थाक्यो है थाक्नु चाहिँ तर जोस रमाइलो भयो एकदम डेन्जर कस्तो लाग्यो हाउ वाज योर एक्सपिरियन्स म आउँदिनँ हजुर मलाई पुग्यो कस्तो लागिरहेछ हामी चाहिँ अहिले ओडारमा छौँ है आजको हाम्रो वासस्थान Hey bro, के छ ओए जल्दी यार